माता तीर्थ औँसीको अवसरमा चाहिँ हामी छोरा छोरी ज्वाइँहरूले चाहिँ मम्मीको मुख हेरेको बेलाको अवस्था हो यो। र माता तीर्थ पश्चात चाहिँ हामी काठमाडौँ गयौँ र पशुपतिको पहिलो दिन पशुपतिको यात्रा गरेका थियौँ। त्यसपछि वैशाख 18 गतेको यो जात्रा पाटनको यो तातो मछिमेलाको जात्रामा चाहिँ हामी सबैजनाले चाहिँ यहाँ भाग लिने अवसर पायौँ। रमाइलो थियो एकदमै। र पहिलोपल्ट धेरै पनि यसरी चाहिँ हामी त्यसरी कहिले पनि बाटोमै गएर रथसँगसँगै नाच्दै गाउँदै चाहिँ हामीले रथ तानेको अवस्था थिएन। र योपालि सबै आफन्त भाइ बहिनी भदैनीहरू भदैनीको साथीहरू छोरी सहित सबैजनाले चाहिँ यो अवसर प्राप्त गऱ्यौँ र नजिकबाट मछिमेलालाई दर्शन गर्ने पनि अवसर पाएका थियौँ। एकदमै धेरै रमाइलो हजारौँ मान्छेहरूको बिचमा यो रमाइलो चाहिँ हाम्रो मनमा अवस्थित छ। एकदमै रमाइलो भएको थियो। सबै परिवारलाई पनि रमाइलो फिल भयो। यो वर्षको मेमोरेबल डे भन्दाखेरि फरक नपर्ला। र यो चाहिँ बसन्तपुरको दरबार स्क्वायरभित्र रहेको म्युजियममा चाहिँ मैले केही क्याप्चर गरेको छु। र त्यस पश्चात चाहिँ हामी धरहरामा गएका थियौँ। धरहराको सानो क्लिप पनि यहाँ राखेको छु। धरहरा पश्चात चाहिँ यो ब्ल्याक साडी ब्युटिफुल साडीसँगै हामी रेखा छेत्री म्यामको छोरीको बिहेको इन्भिटेसन थियो धुलीखेलमा। र धुलीखेलमा चाहिँ यो बिहे एटेन्ड गर्ने अवसर पनि पाएका थियौँ। र त्यहाँ हामीले धेरै इन्जोय गऱ्यौँ। त्यस पश्चात यो सारङकोट हामी पोखरामा सारङकोट गएको बेलामा एकदमै पानी परिरहेको अवस्थामा पनि यो चाहिँ पानी देखिएको छैन। एकदमै रमाइलो थियो। 5-6 बजिसकेको थियो र यो भक्तपुरमा चाहिँ यो हामी दिदीबहिनीको मस्ती रमाइलो टिकटक मस्ती हो यो चाहिँ। र त्यस पश्चात चाहिँ हामी पोखरामा यो राजाहरूको दरबार पुरानो दरबारमा चाहिँ हामी गएका थियौँ। र हामी रिफ्रेसमेन्टको लागि होटलमा स्विमिङ गरेको यो छोटो क्लिप र